पनि पाउँदिनँ, किनभने लघुकथाको क्षेत्रमा फाटेको चप्पल लगाएर घिस्रिँदै अगाडि बढ्नु भएको लघुकथाकार रमेन्द्र कोइरालालाई यो फाटेको चप्पलले तपाईँलाई संसार घुमाउँछ, मैले त्यही भनेको थिएँ। आज फेरि पनि भन्दैछु, तपाईँलाई फाटेको चप्पलले नै अझै पनि संसार घुमाउँछ। बिचमा आउने जडौरी डोरी र साङ्ला केही पनि होइनन्, तोड्दै जानुपर्छ। त्यही फाटेको चप्पल लगाएर सगरमाथा पार गर्नुपर्छ। यहाँ एउटा सुन्दर ध्वजा फहराउनुपर्छ। यो कुरा आजभन्दा 10 वर्ष अगाडि नै मैले रमेन्द्र कोइरालालाई भनिसकेको थिएँ। रमेन्द्र कोइरालाभित्रको क्षमता मैले पहिलो भेटमै थाहा पाएकी थिएँ। यो कुरा रमेन्द्र कोइरालाले पनि भन्नुहुन्छ होला। राम, दाम र नाम, यी 3टा कुराको पछि सधैँभरि दौडिने व्यक्ति कहिल्यै पनि हार्दैन, सधैँभरि अगाडि बढिरहन्छ। यो कुरा सबैलाई थाहा छ। तर यात्रा त कठिन छ, सजिलो पनि छैन। एकादेशको कथा लेखेको पनि होइन। हामीले लेखेका कथाहरूमा एकादेशको कथा हुँदैन। आकस्मिकता हुन्छ, एक्कासी हुन्छ, जग्गा भेट हुन्छ, टेलिफोनको घन्टी बज्छ, अनि कुनै दुर्घटना हुन्छ। जहाँ एकादेशका कथा लेखिन्छ त्यो लघुकथा होइन। यो कुरा हामीले बुझ्नुपर्छ। र हामीले लेखेको एउटा लघुकथालाई एउटा प्याराग्राफमा अथवा उपन्यासभित्र 50वटा 100वटा लघुकथा थियो भन्नुहुन्छ भने त्यो लघुकथा होइन। एउटा लघुकथाले सिङ्गो उपन्यासलाई पराजित गर्ने क्षमता राख्नुपर्छ, नभए त्यो लघुकथा होइन। कुनै पनि एउटा लघुकथाले यदि सिङ्गो उपन्यासलाई जित्ने क्षमता राख्दैन भने त्यो अधुरो छ, त्यो अपूर्ण छ, त्यो लघुकथा होइन। त्यसले एउटा सिङ्गो उपन्यासलाई बिर्साउन सक्नुपर्छ। हरेक व्यक्तिको मुखमा त्यो लघुकथा कण्ठस्थ भएर आउनुपर्छ। जस्तो हामीले जहिले पनि नबिर्सिने राष्ट्रिय कविको गाउँछ गीत नेपाली छ नि गीत, त्यस्तै हरेक व्यक्तिको मुखमा झुन्डिने लघुकथा हुनुपर्छ। अनि हाम्रो मुखमा उपन्यास झुन्डिन्छ, एउटा भाग मात्रै झुन्डेला, एउटा घटना मात्रै झुन्डेला। तर एउटा लघुकथाले समाज परिवर्तन गर्ने क्षमता हुन्छ। परिवर्तन हुनु पनि पर्छ, विद्रोह हुनुपर्छ, त्यहाँभित्र उद्देश्य हुनुपर्छ, भाषा शैली हुनुपर्छ, पात्र चरित्र घटना दुर्घटना सबै कुरा हुनुपर्छ, अनि परिवेश पनि हुन्छ। अब भन्नुहोस् त, यहाँ के छैन? उपन्यासको जस्तो शीर्षक छ, कथानक छ, पात्र चरित्र छ, परिवेश छ, घटना दुर्घटना छन्, द्वन्द्व छ, खुसी पीडा अनि आनन्ददायी अन्त्य पनि छ, जहाँ हामीले कहिल्यै बोल्न नसकिने बीज वाक्य पनि जोडिएको छ भने एउटा लघुकथालाई परास्त गर्नलाई उपन्यासले सकिरहेको हुँदैन। उपन्यासका भागमा पानामा लघुकथा कहाँ भेटिन्छ र? भेटिने भएर मैले पनि 5वटा उपन्यास प्रकाशित गरिसकेको छु। किन लघुकथा लेख्नु परेर? सबै साहित्य शब्द बटुलेर भेला गरेर थन्क्याएर राखेका शब्दहरूको एकदम कुन्यु बनाएर राखेका कुरा साहित्य हुँदैन। साहित्यभित्र त मर्म हुनुपर्छ, वेदना हुनुपर्छ, प्रेम हुनुपर्छ, अनि उत्सर्गमा पुग्नुपर्छ, अनि मात्रै साहित्य हुन्छ। शब्दकोशभित्र गएका शब्दहरू बटुल्न थाल्नुभयो भने उपन्यास होइन, यहाँ ठुलै कुराहरू बन्छन्। तर लघुकथा भनेको यी सबै चिजलाई छोडेर थोरै शब्दमा एउटा सुन्दर घटनालाई के गर्ने त भन्दा उत्कर्षमा पुर्याएर तपाईँहरूको दिमागमा खेलाइरहने शब्दहरू यति धेरै गाह्रो छ लघुकथा लेख्नलाई, यति धेरै गाह्रो छ त्यो भन्न सक्नुहुन्न तपाईँहरूले। मैले त्यस्तो गाह्रो लघुकथा लेखिदिन्छु
25 शब्दको लघुकथा छन् मेरा। त्योभन्दा थोरै शब्दका लघुकथा लेख्ने व्यक्तिहरू पनि हुनुहुन्छ, जसमा एउटा सिङ्गो उपन्यास जत्तिकै कथा छ। र 300 शब्द त अब 300 शब्दका लघुकथा त अब हामी लेख्नै सक्दैनौँ। यही हुनुहुन्छ सुन्दरराज कुँवर, रोशन पराजुली, राधन कार्की, हाम्रो ऋषि तिवारी, भोपाल अधिकारी र रमेन्द्र कोइराला। तपाईँहरूको लघुकथा 300 शब्दको हुन्छ। अब मेरो प्रश्नको उत्तर तपाईँले दिन सक्नुहुन्छ सजिलै। 300 शब्दको लघुकथा त मेरो बन्दै बन्दैन। अब त मैले त 100-150 शब्दमै लघुकथा सिद्धिन्छ। त्यसपछि सुरु भयो भने त त्यो त लघुकथा नै हुँदैन। त अर्कै के हुन्छ सबै शब्दको जजाल हुन्छ, जो कहीँ गएर पनि टुङ्गिँदैन। अनि लास्टमा अन्तिममा त्यसलाई कसरी टुङ्ग्याउने भनेर सोच्दा त्यो लघुकथा नै भन्दैन। के भन्छ थाहै छैन, त्यस्तो हुन्छ। र सबैभन्दा ठुलो कुरा त अध्ययन हो। भर्खरै लघुकथा लेख्नुहुने अघि भाइ बहिनीहरू त गइसक्नुभयो, उहाँहरूले सुन्नुपर्थ्यो कुरा। किनभने एउटा लघुकथा लेख्नलाई तपाईँहरूले 4000 किताब पढ्नुहोस्, अनि बल्ल लेख्न सक्नुहुन्छ। नभए त सबै